नमस्ते सबैजनालाई गुड मर्निङ फ्रम गान्द्रुक। अहिले चाहिँ हामी गान्द्रुकमा छौँ। शुभ बिहानी, नमस्ते गान्द्रुकबाट। म चाहिँ गुरुङ क्रिएसनबाट तपाईहरूलाई गान्द्रुकको भ्यू देखाउन गइरहेको छु। एकदम मौसम पनि राम्रो भइरहेको छ। बिहान चाहिँ एकदम खुल्ला थियो, अहिले चाहिँ अलिकति बादल लागिरहेको अवस्था र तपाईहरूलाई म देखाउँछु है त। मौसम सफा छ। गाउँको भ्यूहरू हेर्न सक्नुहुन्छ। घाम ठ्याक्कै आँखामा पर्यो। रमाइलो छ खाने बस्ने घुम्नलाई। बेलुका हामी तपाईँलाई कल्चर पनि देखाउनेछौँ। पछाडिको भ्यू हेर्न सक्नुहुन्छ तपाईँहरूले। घाम पनि एकदम मजाको। हिजो चाहिँ अलिकति बादल लागेको थियो अनि मौसम पनि त्यस्तै बादल चाहिँ। आज चाहिँ मौसम खुलेको, हिमाल पनि एकदम क्लियर देख्न सक्छौँ। रमाइलो छ। म जन्मेको ठाउँ, आफूलाई गर्व लाग्छ। अब हामी तपाईँहरूलाई हामी एकछिन गाउँ घुमाउने छौँ र गाउँको म चाहिँ अहिले मेरो साउनीलाई चाहिँ मैले मेरो नेपाल यस्तो छ भनेर देखाउनलाई चाहिँ उनीहरू पनि एकदम एक्साइटेड थियो। उहाँ चाहिँ मेरो साउ हुनुहुन्छ। एकदम खुसी हुनुभयो। उहाँ जापानमा चाहिँ यो माउन्ट फुजी मात्र देख्ने, यहाँ चाहिँ यत्रो हिमालहरू देख्दाखेरि चाहिँ एकदम खुसी हुनुभयो। र हेर्दै गर्नु होला, बिस्तारै हामी तपाईँहरूलाई गाउँको सबै टुर गराउने छौँ। स्टे ट्युन, अन्तिमसम्म हेरिदिनु होला।
फेरि वेलकम ब्याक टु माई ब्लग। हाम्रो फेरि बेलुका नाचगान कार्यक्रम र प्लस हामी अहिले चाहिँ बारबेक्यू गरिरहेको छौँ। धुवा आएर आँखा खानले हेर्न गाह्रो भइरहेको छ। चाहिँ हामी चाहिँ बारबेक्यू गरेर रमाइलो गर्नेछौँ र यहाँको माहौल पनि एकदम रमाइलो छ। नाचगान गर्नेछौँ। हेरेर साथ दिनु होला तपाईँहरूले। चिसो पनि छ एकदम। अहिले चाहिँ आमाले मासु पोल्दै हुनुहुन्छ। नेपालどうですか？思ったより暖かくて天気また人もいいし、びっくりしたのがバイク車ちゃんと横断歩道を渡りなさいよってな人は。はい、お願いします。अब चाहिँ हामी किचनतिर जाँदैछौँ। किचनमा चाहिँ तिमी के लिएर आएको? छोरीलाई दाल र भात। ओके। र यतापट्टि हाम्रो किचनमा काम भइरहेको छ। ठिक भइरहेको छ। ठिक छ। यहाँ चाहिँ चिकन हाम्रो दाइ हुनुहुन्छ। कनिचिवा। ल ठिक छ। साउनी दिदी नाचगान सुरु हुन लागिरहेको छ। गाउँको हाम्रो अर्ग्यानिक कल्चर नाचगान गरेर तपाईँहरूलाई मनोरञ्जन गराउनेछौँ। एकदम स्टे ट्युन हेरेर साथ दिनु होला। हाम्रो साउले चाहिँ एकदम सोनुमिसाउँ साँचो सोनुमिसाउँ साँचो तानासी आज चाहिँ हाम्रो साउलाई चाहिँ हामीले यहाँको कल्चर देखाउनको लागि हाम्रो कल्चर पनि यस्तो छ भनेर देखाउन खोजिरहेका छौँ। हेरेर साथ दिनु होला। एकदम सोनुमिसँग एकदम रमाइलो नाचगान हुँदैछ। नाचगान कार्यक्रम सेतो आतो त ओदोरो रोयल भ्यू इनमा हाम्रो नाचगान कार्यक्रम हुन गइरहेको छ।
रमाइलो यता बार्बिक्यू रमाइलो यता कल्चर ड्रेस यता यता यहाँ आमा समूहहरूलाई धेरै धेरै धन्यवाद हामीलाई यसरी आएर नाचेर साथ दिनुभयो यसरी नाचेर साथ दिन्छौँ
yay solo sama kochi solo bisa sochi mannaga dei मैले भिडियो देखेछु म पठाउँछु जल्दी ल जल्दी ह्याप्पी न्यू इयर जल्दी नाच फेरि बुढो
यत्रो मासु त के गर्ने राख्ने नै पोको गरे Hello and good morning. Day 2 from Gandruk. आज चाहिँ हाम्रो गान्तोकमा लास्ट डे अब त्यो पछि चाहिँ साउसाउने चाहिँ अब जापान रिटर्न ब्याक हुन्छ घाम लागेको छ सनराइज मौसम एकदम राम्रो छ हिजोको भन्दा हिजो चाहिँ अलिकति फुल क्लियर थियो भने आज चाहिँ अलिकति बादल छ त्यही पनि मौसम चाहिँ क्लियर नै छ एकदम घाम तातो घाम लागेको छ आनन्द साउनीहरू चाहिँ ब्रेकफास्ट लिँदैछ ल ब्रेकफास्ट ओहो दाइजु छ त मौसम पनि मौसमहरू राम्रो छ क्लियर ब्रेकफास्ट खाँदैछु एउटा सानो चम्चाले ब्रेकफास्ट खाँदै घाम ताप्दै आज चाहिँ हामी रिटर्न ब्याक टु पोखरा अनि पोखराबाट भोलि चाहिँ हामी काठमाडौँतर्फ जानेछौँ काठमाडौँ पछि उहाँहरू चाहिँ जापान रिटर्न ब्याक हुनुहुन्छ तातो चिसोमा अलिकति रमाइलो छ यहाँको नेपालको ब्रेकफास्ट अब गुरुङ ब्रेड र ब्रोकाउली र हेर्दै गर्नु होला हेरेर साथ दिनु होला धेरै खिच्न त पाएन त्यही पनि छोटो तपाईँहरूलाई देखाउने ट्राई गर्नेछौँ भाइ प्यानकेक भनेको कि मैले त ऊ त्यस्तै प्यानकेक के यो पनि खान्छु एउटा प्यानकेक बनाइदिए है उता छोरीलाई नै राखिदियो अहिले उठेपछि ल हेर्दै गर्नु होला हाम्रो यहाँ ब्रेकफास्ट आइसकेको छ यहाँको अमलेट र गुरुङ ब्रेड यहाँको चाहिँ फापडको पिठोबाट र यहाँ आलु तरकारी बोडीको तरकारी एकदम मिठो हुन्छ है गुरुङ ब्रेड चाहिँ यहाँको एकदम फेमस ल म चाहिँ अलिकति लिन्छु है त यसरी च्याप्टो गरेर यसरी खानु तल राखिदिनु लिगे है त ब्रेड एन्ड एग मिठो छ आलु तरकारी
किचनको ब्रेकफास्ट सेट प्याकेजले सेट मिठो यहाँको ब्रेड चाहिँ फापडको हुन्छ एकदम मिठो नरम तरकारीसँग खाँदाखेरि कोदो फापड मिक्स गरेर यस्तो खाना अब जापानमा पाइँदैन साँच्चै म कुक गरेँ 大丈夫。 今作ったこれ。 ल खाएर चाहिँ तपाईँलाई म खाइसकेपछि चाहिँ तपाईँलाई फेरि टुपी कन्टिन्यू गर्छु है त थ्याङ्क यू हेर्नु हुन अन्तिमसम्म Hi guys, welcome to my brother's camera vlog. आज चाहिँ हामी आज के उयो कस्तो मजाको आउने रहेछ हौ यहाँ त आज चाहिँ हामीहरू कहाँ हुन्छ बेगनासमा आएका छौँ ओ शिट बेगनासमा आएको एलेक्स रेस्टुरेन्टमा हाई हजुर Coco. अङ्कल आउनु भयो Ama. Baba. So, yeah. View चाहिँ यस्तो छ आमा हेलो क्यामेरा हो कि म बजेक दाइको यो अलि यसरी ए यस्तै हो भर्खर ड्रोन उडाउनु भएको छ प्रवेश गुरुङले दाइको हजुर यहाँ माइक जोइन हो साह्रै टाढो नउडाइ